आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग 2 अन्तर्गत अब नेपाल 30 अक्टोबरमा युएईसँग महत्त्वपूर्ण प्रतिस्पर्धा खेल्न लागेको छ। यस लिग 2 को छनौट प्रक्रियामा हाल 8 टोली सहभागी छन्। प्रत्येक टोलीले कुल 9वटा त्रिदेशीय श्रृङ्खला खेल्नेछ, जसमा 3वटा घरेलु मैदानमा र 6वटा विदेशमा हुनेछ। पहिलेबाटै धेरै श्रृङ्खलाहरू खेलिसकेका यी टोलीहरूले हरेक एक दिवसीय खेलमा गरेको प्रदर्शनका आधारमा अङ्क प्राप्त गर्नेछन्, जसले अङ्क तालिकामा ठूलो प्रभाव पार्नेछ। जितका लागि 2 अङ्क, टाई भएमा 1-1 अङ्क र नतिजाविहीन खेलको लागि पनि 1-1 अङ्क दिइनेछ। अङ्क तालिकाको शीर्ष टप 4 टोलीले लिग 2 को अन्त्यमा 2027 क्रिकेट विश्वकप क्वालिफायरमा सिधै प्रवेश पाउनेछन्। यो क्वालिफायर विश्वकपमा पुग्नका लागि लिग 2 को प्रत्येक चरण अत्यन्तै महत्त्वपूर्ण हुनेछ। अर्कोतर्फ लास्ट 4 टोलीले प्लेअफ खेल्नुपर्नेछ। लिग 2 मा अन्तिम 4 स्थानमा रहने टोलीहरू तत्काल बाहिरिँदैनन्, तर उनीहरूले 2027 क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा खेल्नुपर्ने हुन्छ। यस प्लेअफमा क्रिकेट विश्वकप च्यालेन्ज लिगबाट आएका टोलीहरू पनि समावेश हुनेछन् र राम्रो प्रदर्शन गर्ने टोलीहरू क्वालिफायरका लागि छनौट हुनेछन्। नेपालका लागि हालको स्थिति हेर्दा नेपाल, अमेरिका र युएई बीच दुवैमा त्रिदेशीय श्रृङ्खला चलिरहेको छ। अमेरिकाले नेपाललाई अघिल्लो खेलमा पराजित गरेको कारण नेपालको प्रदर्शनमा केही दबाव देखिएको छ। अब नेपाल र युएईका लागि भोलि 30 अक्टोबरमा हुने खेल अङ्क तालिकाको माथिल्लो स्थानमा रहनका लागि अति महत्त्वपूर्ण हुनेछ। यस त्रिदेशीय श्रृङ्खलामा जित हासिल गर्दा नेपालको अङ्क बढ्नेछ र शीर्ष 4मा पुग्ने सम्भावना पनि बढ्नेछ। यदि शीर्ष 4मा पुग्न नसके पनि प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न र बाँकी खेलहरूमा राम्रो प्रदर्शन गर्नु नेपालका लागि महत्त्वपूर्ण रहनेछ। यस रोमाञ्चक यात्राका थप अपडेट, खेल विश्लेषण र स्पोर्ट्स सम्बन्धी ताजा खबरहरू निरन्तर पाउन स्पोर्ट्स लाइन नेपाललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।